हेलो नमस्ते फेरि पनि स्वागत गर्न चाहन्छु मेरो न्यू ब्लगमा तपाईहरुलाई आज पनि फेरि म सानो ब्लग लिएर आइसकेको छु त्यो ब्लग चाहिँ कस्तो हो भन्ने कुरा चाहिँ तपाईहरुले थोरै हैन थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला र आज चाहिँ मनिषाको बर्थडेको दिन रहेको छ बर्थडेको उपलक्ष्यमा चाहिँ सानो ब्लग बनाउन गइरहेको छु र यता ब्लगको रेडी हुँदैछ हैन केटाकेटीहरुले यता चाहिँ फेरि हाम्रो कुक बहिनी कुकले बनाउँदै छन् सो त्यही हो गाइज हैन आज चाहिँ त्यही बर्थडेसँग सम्बन्धित रहेको भ्लग हुनेछ किनकि मेमोरीको लागि पनि हो एक किसिमले यो हैन त्यही हो गाइज यता छ हाम्रो केटाकेटीहरू चाहिँ एकदम रेडीको साथ बसिसकेको छ यता हाम्रो केक पनि रेडी भइसकेको छ अब बर्थडे गर्ल चाहिँ यता रहेको छ है गाइज के गर्नु अब हामी यस्तै छ अब बर्थडे गर्ल उता मेरो भाइ उता चाहिँ आइस धेरै पछि चाहिँ यो आइस केटो पनि मेरो न्यू भ्लगमा चाहिँ आउन पाएको छ कस्तो लागिरहेको छ तिमीलाई मेरो नयाँ भ्लगमा त्यही पुरानो जस्तै लागिरहेछ के भन्छ अनि भाइले पनि स्वागत छ अनि स्वागत छ मलाई के भन्नु त आज हाम्रो प्यारो दाइको प्यारी भाउजू एकलौती भाउजूको बर्थडे भएको जन्मदिनको शुभकामना छ त्यही स्पेसल डेमा हामी सबैजनाले आज केक काट्ने निर्णय गरेका छौँ र केक काटेको भिडियोहरू तपाईँहरूलाई देखाउनेछौँ कतिको रमाइलो भयो र हुनेछ एकदम एक्सपेन्सिभ केक दिस इज सो एक्सपेन्सिभ केकलाई कति पर्छ होला यसलाई 80 करोड 80 करोड त पर्छ होला उही खोइ त यसको आइस पक्रिन्छ फेरि दाइहरू आउँदैछ गाइसहरू हैन लब रेडी भइसक्यो अवस्था छ हामी थोरै दाइ प्रशान्त दाइले पर्खिँदैछु गाइस आज म चाहिँ हैन अलिक गक्समा आइरहेको छु गाइस कस्तो देखिरहेछ यसो कमेन्ट गरिदिनु होला भन्दै फेरि एकैछिनमा फेरि तपाईँहरूसँग आउने छु है गाइस सो गाइस त्यही हो हैन हाम्रो चाहिँ यहाँ पुरै रेडी भइरहेको छ यता हाम्रो बर्थडे गर्ल मेकअप भइरहेछ भाइ र म चाहिँ यता एकदम भाइले नि ऐना हेर्दैछ निन्द्रामा छ हैन यता केक हाम्रो केकले कुरिरहेछ हामीलाई र यता हाम्रो प्रशान्त दाइ आइसक्नु भयो हैन एकदम आदरणीय यता गरिङ भएर यस्तो भइरहेछ उता केटाकेटीहरू गिटार बजाउँदैछ पकाउने मान्छे उता छ त्यही हो गाइस एकैछिनपछि हाम्रो यो केकलाई पनि हामीले पिस गरेर खानुपर्ने हुन्छ हैन खाएर फेरि तपाईँहरूले पनि देखाउने छु हैन ह्याप्पी बर्थडे टु यु गर्ने छ हाम्रो त्यसपछि चाहिँ हाम्रो चाहिँ हैन यो भजनहरू पनि रेडी हुँदैछ त्यसपछि चाहिँ तपाईँहरूलाई झन् एकदम गीत गाएर सुनाउँछु प्रशान्त दाइले है फेरि मैले दाइहरू गीत गाउनुहुन्छ त्यही हो अनि ऊ चाहिँ बर्थडे गर्लको एकदम बेस्ट फ्रेन्ड हो कस्तो लाग्दैछ तिमीलाई त्यो बर्थडेमा आउन कस्तो लाग्दैछ रमाइलो ह्याप्पी बर्थडे भनेपछि तिमीलाई अनि साथीको बर्थडेमा आउँदाखेरि तिमीलाई धेरै नै खुसी लागिरहेछ खुसी लागिरहेछ त्यही हो अब साथीको माया भनौँ न उनीहरूको चाहिँ बचपनदेखिको साथी भनौँ है त्यही हो गाइज है अब हामी एकछिनपछि फेरि भेट्ने नै छु है सो गाइज यता आएर मेरो साल भाइले चाहिँ होइन यहाँ थोरै गीत गुनगुनाउनु लागेको छ तपाईँहरूले हेरेर साथ दिनु होला र गीत कस्तो लागेको छ त्यो पनि कमेन्ट गरिदिनु होला अब म क्यामेरा चाहिँ सालो भाइतिर घुमाउन चाहन्छु ट्राई है धेरै दिन र रात बिति गए तिम्रै सम्झनामा आउँछु कि भनी तिमी फर्केर फेरि यो हृदयमा तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानोमा साँझ जब पर्छ तिमीलाई सम्झन्छु सपनीमा पनि म किन झस्कन्छु तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानोमा सानो
धन्यवाद। सो गाइज उसले प्र्याक्टिस पनि गरेर एकदम होइन स्वर पनि तिखारिसकेको छ। फेरि भाइले रिक्वेस्ट गर्नुभएको छ अर्को एउटा मिठो सङ है तपाईँहरूको लागि। ल रेडी भइसक्यो केटो? एकदम रेडी। यो चाहिँ भाइ एज ब्यान्डको है, यो दिल मेरो भन्ने जति आउँछ त्यति गाउँछु म। यो दिल मेरो तिम्रै लागि हो, किन यसलाई छोडिदियो। सिसा त होइन यो दिल मेरो, किन यसलाई टुक्राइदियो। मन नै त हो मेरो, तिमीले नै बुझेनौ। सम्झना आइरहन्छ तिमी बिना मेरो जीवनमा आउन, किन हुन्छौ टाढा मलाई आज एक्लो बनाई नचौडी जाऊ न। तिमी आउन मेरो जीवनमा। रेशमी रेशमी त्यो तिम्रो केसमा सुन्न त मन थियो, तिम्रो त्यो गुलाबी ओठमा। रेशमी रेशमी त्यो तिम्रो केसमा सुन्न त मन थियो, तिम्रो त्यो गुलाबी ओठमा। यदि निष्ठुर किन बनिदिन्छौ आएर अब अँगालिदेऊ न। म जिउनु नैको के अर्थ भयो, तिमीबाट धेरै टाढा। तिमी बसन फेरि यो मेरो मुटुमा, हो आऊ तिमी बसन फेरि यो मेरो मुटुमा। कति हाम्रा दिनहरू तिमीले नै चाहेनौ भने, आज तिमीबाट धेरै टाढा भयो। बिग्रियो अलिअलि लिरिक्स चाहिँ बिग्रियो। एकदमै एकदमै राम्रो है, मलाई चाहिँ एकदमै मन पर्यो। तपाईँहरूले कस्तो लाग्यो कमेन्ट गर्नु होला भन्दै अब चाहिँ एकैछिनपछि हाम्रो बर्थडे पनि सुरु हुँदैछ गाइजहरू है। तपाईँहरूलाई अब ढिलो नगरिकन बर्थडेतिर पनि म लाग्न चाहन्छु र गीत चाहिँ मलाई एकदमै मन पर्यो, बवाल लाग्यो है। अनि यो गीत चाहिँ अब तिमीले अब कहाँबाट सिक्यो यस्तो राम्रो गीत गाइज? यो चाहिँ मेरो प्यारो दाइबाट। प्यारो दाइबाट हो? ल ठिक छ, एकदमै राम्रो भयो है तिम्रो गीत। अब मलाई जहाँसम्म लाग्छ तिमी यसरी नै गयो भने कुनै न कुनै बेला तिम्रो चाहिँ नेपाल आइडलमा चाहिँ तिम्रो नाम भनौँ न, के भनौँ न, तिम्रो फ्युचर चाहिँ म देख्छु क्या गाई, भन न। यो चाहिँ अब फ्युचर त होइन, अब पास्टको यसो सम्झेर गाउने हो। पास्ट भनेपछि तिमी अब माया पिरातीमा के थियो कि हो त्यस्तो? हजुर, माया पिरातीमा फेल भएको मान्छे हो। ल ठिक छ, त्यो कुरा अब गर्दै गरौँ ल। देओस् स्वर चाहिँ एकदम बवाल थियो गाइज है, मेरो साल भएको है, उसले बजाउँछ। त्यही हो गाइज है, फेरि एकछिन भेटौँला है। गाइज यता चाहिँ अब सबै कुराहरू रेडी भइसकेको रहेछ, केक काट्न मात्रै बाँकी रहेछ गाइज है। यता चाहिँ पुरै रेडी भइसकेको रहेछ। अब चाहिँ बिस्तारै यहाँ बत्ती पनि बालिसकेको छ। अब उसले चाहिँ अब बिस्तारै ल अब चाहिँ सुरु हुन लागिसकेको छ। अब
आइस फेरि मिलाऊ आऊ बस नि तिमी नि बरु ल साथी नि बस न दुईजना त्यो अर्को चाहिँ लगाऊ न तिमी सेतो उयो अघिको वाला ऊ त्यो खालको लगाऊ न होइन दाइ दुई पटक बर्थडे अब खासै अब ठुलो बर्थडे चाहिँ होइन नर्मलै भनौँ न कसैले बोलाएन रातिको 12 बजेको छ अहिले अहिले ठ्याक्कै 12 बजे छ गाइस 12 बजे खै कस्तो अब 12 बजेपछि मात्रै काट्ने हो खासमा भोलि हो होइन गाइस किनकि अब 12 बजे नि त ट्याक्कै भोलि हो अब आजकै दिनको 12 बजे चाहिँ काट्ने भन्ने प्लान भएको कारणले गर्दा चाहिँ भाइहरूले चाहिँ अब यसरी सरप्राइज दिन ल्याएर छ भाउजूले 81 मान्छे चाहिँ होइन पुरै सरप्राइज देखेर चाहिँ उनीहरू चाहिँ पुरै दङ्ग भयो है कस्तो लाग्छ तिम्रो सरप्राइज नेपालमा अझै 12 बजे त बाँकी छ बिक्री भएछ अब चाहिँ कार्यक्रम ल ल 1 2 3 खोइ त ह्यापी बर्थडे भन्ने मलाई भइसक्यो 1 2 3 को कारण त्यहाँ फोटो भइसक्यो सुरुदेखि गर्नु न मलाई ह्यापी बर्थडे Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Yes! ल साइडको प्लास्टिक बर्थडे पनि सम्पन्न भयो गाइज है ए यसरी यो 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 अब यो काटेर खुवाउँछन् है सबैजनालाई फोटो ओके ओके ओहो यो 26 लाई यो पनि हाल्नु पर्छ है दाइ 26 चाहिँ 22 को 22 को ल्याऊ वाह पुरै कपाल मिलेछ आई जस्तै गरौँ न एकदम कताको क्यामेरा हेर्ने फर्स्टमा जता हेरे नि हुन्छ हो ल फोटो सेसन भइरहेछ केटाकेटीहरूले यता मेरो भाइ हामी चाहिँ अब यता छौँ भनौँ बेरोजगारी बेरोजगारी हामी चाहिँ केक खानको वेटिङ हो केक खाने उहाँहरू चाहिँ केक खानको लागि एकदम पऱ्यो साके जस्तो मात्र गर्ने चुस्सै त राउनु भाउजू गुलिया खानु भन्दा धेरै त हो चुस्सै साके जस्तो मात्र ल फोटो सेसन भइरहेछ गाइस है अहिले चाहिँ ल अब केक काटिहालौँ खाइहाल्नु पऱ्यो ढिलो नगरौँ एकछिन है सबैको खिचौँ न त केकमा यसरी आउनु त ल गाइस एकचोटि Happy birthday to you. Happy birthday, dear Bison. Happy birthday to you. थ्यांक यू यस बर्थडे लु खाइदिउँ Happy को returns of फर्स्ट the को day. फर्स्ट लाई मको होला नि मको मको फर्स्ट त क्यामेरा स्विच हो वाह फर्स्ट मैले खानुपर्ने अवस्था आएछ गाइस होइन तिमीले खाने हो कि खुवाउने हो खुवाउने होला अब कसरी उभिएको होला सो गाइज अब के हातले गर्नुपर्ने भयो अवस्था होइन ओ नो यहाँ पनि सानो सानो बच्चा एलिगेट निकाल न केक त अलिकति धेरै बेर राखेर पग्लेछ गाइज है नरिसाउनु होला प्लिज वा ह्याप्पी बर्थडे टु यु है जिन्दगीमा सधैँ खुसी रहनु होला भन्न चाहन्छु धन्यवाद धन्यवाद जन्मदिनको धेरै शुभकामना सधैँ खुसी रहनु होला मसँगै सधैँ खुसी राख्छु चाहिँ भन्नु न हो त्यो त राखिरहेछ नि होइन योभन्दा खुसी कति राख्नु हो भन्छु ल अब अर्को पालो अब सबैजनालाई ल दाइ दाइ मजा पुरा के दाइ ल यता चाहिँ अब दिदी र खाइदा नि दाइ बुढो भएको भने बुझ्नुपर्छ त्यति चाहिँ बुढाबुढीको पालो अगाडि आउँछ यति मात्रै काजाकुजी गरिदिनु न अनुहारमा अलिकति क्यामेरा भिडियो भइसकेपछि भिडियो क्याप्चर भइसकेपछि फोटो चाहिँदैन क्या यस ल भाउजूको साथी जान ल ल ल ल बेस्ट फ्रेन्ड दाइहरु जाने नि के हो र आऊ दुईजनाको पालै दाइ पछि तिमी त्यसपछि भाइ सबै छोरी मान्छे हो क्या तपाईँ एउटा एक्लै छ यहाँ छोरी मान्छे चिने लाग्यो प्रशान्त दाइ कहिले यस्तो गर्छ के बच्चा त्यो भयो क्या त्यो पग्ल्यो गरी तिमीलाई के आरु नदे मलाई सिम्पल उयो यसो गरी वा ले चाचा वा ताली मलाई त अलिकति बच्चा त्यो नाम लेखेको खुवाइदियो हुन्छ क्या न हो त्यो नाम देख्नुपर्छ नाम लेखेको काटे निकाल्यो
त्यो खुवाउनुपर्छ त्यो खानु परिगयो नि त्यो त बर्थडेमा त ह्याप्पी बर्थडे जस ह्याप्पी बर्थडे भइरहेछ केक सबै पार्ले पालो खाइरहेको छु गाइज है अहिले चाहिँ भनौँ त्यस्तो थ्याङ्क यू नाम लेखेको त अब राख्नुपर्छ जाऊ जाऊ अब नि त्यसपछि भाइ भाइ गयो भाइ दिदीलाई पहिला त आउनु भयो नि होइन हैन ए मलाई त त्यसपछि चाहिँ मैले भन्न सकिन्न अब दुईजना एकछिन वार्तालाप गर न फेरि यिनले चाहिँ आफूभन्दा ठुलोले सम्मान गर्छ सम्मान फेरि सम्मानमा चाहिँ यिनी संस्कारमा चाहिँ फेरि यिनी नम्बर 1 नै छ तिमीलाई के खुवाए ल मैले मलाई मन पर्दैन देवर हो फेरि दुईजनाको सम्बन्ध चाहिँ फेरि अनौठो खालको सम्बन्ध नि छ फेरि अहिले भन्न मिल्दैन भनिसकेँ मैले जन्मदिनको धेरै शुभकामना थ्याङ्क यू भाइ सधैँ खुसी राख्नु होला है हजुरले म त खुसी नै राख्ने हो ए झरे तपाईँको ठुलो गिफ्ट खाएको गरिदिनु म त डोललाई पाएँ जाऊ जाऊ एकदम खुसी लाग्यो मलाई ल फेरि धन्यवाद फेरि बर्थडे मनाउँदै गर्छौँ हामी अब अब गिफ्ट त अब तिहारमा टिका लगाएर दिउँला गिफ्ट चाहिँ आज र भोलि दुई दिन भोलि पनि बनाउनुपर्छ भाइलाई के खुवाइ ल अब भाइको रियाज भाइको पालो खासै चाहिँदैन स्ट्रबेरी अलि चाखे जस्तो मात्रै गर्ने हो ल ह्याप्पी बर्थडे टु मी लास्ट मिनट रहेछ ल अरे जन्मदिनको धेरै धेरै शुभकामना छ अनि यता पनि भन्नु पर्यो नि त अनि भाइ के चाहिँ यता किन के भने यता दाइले त हजुरलाई सधैँ खुसी राख्नु सधैँ खुसी हुनुहुन्छ त भाउजू हामी दाइले खुसी राख्नु पर्यो नि त ल दाइ भन्नु पर्यो अरिगातो आरिगातो गोजाइमास धन्यवाद मेरो भाइ धन्यवाद ल जाऊ त्यसपछि मेरो साथी उज्जवल ए भेटवाल तिमी राख्नु भाइ कान्छोको बाल अब ल भाउजूलाई राम्रोसँग खुवाइदेऊ केक मगुको बेस्ट फ्रेन्ड ल ल दाइले नि दाइले पनि सरप्राइज दिने भनेर आउनु भएको कि 12 बजे हामी सँगै अनि कतिको थ्याङ्क यू स्ट्रगल छ भन्ने कुरा त्यहाँ धन्यवाद अब केटाहरू चाहिँ 12 बजे कान्छोको बाल आयो कान्छोको पालो हिरो इन्ट्री जहिले लास्टमा भन्छ यस वाह कान्छो आयो कान्छो हाम्रो यस्तो भयो खुवाउने हो कि खाने भाउजू त खाने हो खानी रे अनि पछि मलाई पाउने खुवाइ हो। छोडे ल के गर्नु अब ल ह्याप्पी बर्थडे भाउजू ल ल खाइदिउँ है ल ह्याप्पी बर्थडे टु मी फेरि पनि फलस फुलस है त भाउजू दाइ भाउजू साथ भएपछि अरू केही चाहिएन केही चाहिँदैन वाह वाह लोटी पनि चाहिएन परे पनि लिन राख्न म त वाह आम्मा, यत्तिकै चाहिँ गर्छ। जस दिन्छ केटाले चाहिँ होइन ओ चुप्प राख्यो नि ल वाह वाह प्रशान्त भाइ त्यहाँ सबैजना सोझो परियो तिमी जोगी हो त्यही हो खुसी खुसीको कुरा त्यही हो ल गाइस आज चाहिँ मेरो बर्थडे है फेरि भाउजूलाई कसैले गिफ्ट दिएन क्या यार के गर्ने तपाईँले गिफ्ट दिनु वाउ गिफ्ट यार खै ल थ्याङ्क थ्याङ्क यू ल हाम्रो तर्फबाट यहाँ चाहिँ यो त वाह यिनीहरूले के ल्याएछ के ल्यायो तिमीहरूले यो चाहिँ हाम्रो एकदम हाम्रो तिनीहरू गिफ्ट अहिले ओपनिङ गर्नुपर्छ है ओपनिङ गिफ्ट ओपनिङ गरिहाल्नुपर्छ एकदम दिनभरि मेहनत गरेर हामीले धेरै यो त अब रिलिज गर्नु हुँदैन नि त त्यो होइन होला यता छ यता 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 दाइ यो यहाँ म चाहिँ खोल्छु भन्दै यो हामी तिनजना भाइको तर्फबाट ओ थ्याङ्क यू अब यो वाह होइन हेर्ने हो कि अहिले नै के लिएर आयो यो चाहिँ खाली छ त अनि हल्का प्र्याङ्क गरेको जस्तो हामी तिनजना भाइ दाजुभाइ हामी दाजुभाइहरूबाट भाउजूलाई चाहिँ हामी तिन दाजुभाइबाट ओपनिङ पनि गिफ्ट देखाउनु ओपनिङ पनि गरिहाल्नुपर्छ वाह अनबक्सिङ वाह के होला त झोलामा के होला के होला त ल दाइ गेस गेस सबैको गेस गेस के होला त? सबैको गेस 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 जान्छ जान्छ ल गेस गेस खोइ ब्याग त्यो हेर्नु न जुत्ता 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 त यति सानो हुन्छ नि दाइ चप्पल गुच्चीको ब्याग हो कि सानो नि त आम्मा दाइले मिलाइदियो हो मिलाउँछ कि दाइ वाह ठुलै लिएर आएछ यिनीहरूलाई होइन होइन त्यो छाम्न पाएन नि त त्यो गेस पो गर्नु त सानो ब्याग सानो के हो यो वाह। आउन तिमीले गेस गर भाइहरूले ठुलो दिन सक्दैन त्यही भएर सानै गिफ्ट है वाह देव दाजु यहाँ भाइहरूले चाहिँ उधौँ माया गर्ने है भाउजूलाई ए साइबो
ल अब के गर्ने अब फोड्ने हो त केटाहरू फोन लाउने हो त अन्त हेरेको मैले अरे रेडी हाम्रो गेस ल गेस गरौँ ल के अर्को वर्ष गेस सबैले गेस मैले त यसलाई भन्छु म के भन्दा ठिक होला गाइज यो मिलेन भन्दा यहाँ फेरि परफ्युम दिस इज त्यो छामेपछि थाहा भइहाल्छ नि त्यो छाम्न पाएन ल मैले चाहिँ गेस गर्न सकेन यहाँ पर्फ्युम पनि हुन्छ परफ्युम होला जे पनि हुनसक्छ ल त्यो हल्लाएर चाहिँ कहाँ थियो ल तपाईँहरूलाई यो जिज्ञासाबाट मुक्त हुनको लागि म खोल्नको लागि अनुरोध गर्न चाहन्छु आजको मिस भनेपछि चाहिँ सुरु गरौँ त ल ल के होला आखिर खाली त छैन नि गाइज हो ओ माय गॉड यो त वा लुइज भुटान what is this यार के हो यो के हो यो मलाई त नाम पनि उच्चारण गर्न आउँदैन लुइज ल भन तिम्रो मुखबाट यो के हो भन त ला म त रुन्छु पो होला यो भित्र ओ माय गॉड सानो नेम कार्ड आमा के हो यसरी किन देखाउनु पो भन्नु ए पैसा यति धेरै माया भाइहरूको ओ माय गॉड अब यो भित्रको ल गाइज हो अब यति महँगो हेरे तपाईँहरूले धेरै देखिसक्नुभयो लुइज भुटान हो कि भुटानी हो त्यो अलिकति आएन गाइज सो सरी अबाउट द्याट बिकज होइन अब त्यही हो अब धेरै इमोसनल नहुने तिमी नै होइन धेरै इमोसनल भएर आँसु झार्न सक्ला होइन यति साह्रो भाइहरूले किन यस्तो गरेको क्या तिमीहरूले यार हजुर यसरी किन्नु पर्दैन थियो होइन मलाई चाहिँ के भन्न होइन यति चाहन्छु महँगो भने अब म भाइहरू चाहिँ के भन्न चाहन्छु भने म चाहिँ के भन्न चाहन्छु भने अब मैले जहिले गिफ्टहरू ल्याउ त भन्छु कि तर मैले त्यो जिस्केर भन्छु कि तर यस्तो यस्तो सबै अब साँच्चीकै ल्याउ चाहिँ भनेको होइन तर यसरी यस्तो महँगो गिफ्टहरू चाहिँ नगर अबदेखि अब किनकि अब भन्न सक्दिनँ त्यो झोला बाहिर त झोलामा लुइस भुटान छ होइन भुटानै भनौँ भित्र त अनि सिन पनि हुनसक्छ भित्र पनि देखायो है त वाह। के भन्छ अरे अब त्यसरी नरोगे तिमी नरोगे प्लिज यार अब भाइहरूको माया अब के गर्छ अब यो ए अब गेस गरौँ न त सबैजना लु स्पोन्सर अझै हामी त आमा हामी त हामीलाई तिमी गर्नु न पर्छ हो गाइज मलाई त के थाहा छैन यस्तो त मैले भर्खर फर्स्ट टाइम देखेँ गाइज है सो सरी अबाउट परफ्युम पनि हुन सक्छ अब के भन्नु अब ल एकदम इमोसनल कुरा छ यहाँ होइन यति महँगो चाहिँ नगर के कसैले है गाइज किनभने अब धेरै नै महँगो जस्तो लाग्यो ल ब्रान्ड ल खोलाउँ ल ओ माय गॉड यस्तो दिन पनि आउँदो रहेछ मेरो धन्यवाद मेरो भाइहरू बाँच्नु मात्रै पर्छ रहेछ मेरो दाजुभाइहरू हुनु मात्रै पर्ने रहेछ स्पोन्सरहरूसँग ठुल्ठुलो मान्छे साइड बिजनेस अनि के अब योभन्दा धेरै शब्द छैन खोले ल मैले गाई त्यो पनि गिफ्ट पनि त्यो पनि पढ्नुपर्छ नि त नि पढ्नै आउँदैन मलाई त्यो इंग्लिशमा लेखेको छ त्यो हाम्रै ह्यान्डराइटिङ हो केही पनि छैन त्यस्तो खास चाहिँ मेनी ह्याप्पी रिटर्न्स अफ द डे वा तिनजना अब यो खोइ यहाँ आयो तिनजना त्यो अर्को वर्षमा पनि हुनु पर्यो त्यो अर्को वर्ष बर्थडेमा मैले हेर्न पाउनु पर्यो त्यो अर्को वर्षमा चाहिँ हेर्न पाउनु पर्यो त्यति जतन चाहिँ गरेर राख्नु पर्छ ओके छ त खोलेर हेर्दा रहेछ भनेपछि अनि त्यो हामीले आफै लेखेको हो हो आफै लेखेको त्यो खोलेर हेर्दा आफैले किनेपछि कसरी नखेल्नु है ल ल अझै सबैजना ढुकढुक छ ढुकढुकै के होला यो भनेर ढुकढुकै छु म त परफ्युम भनिसक्यो मगमग बाँच्न भन्ने बित्तिकै मैले गेस गरिसक्यो अब म कुनै अझै भिडियो गर्दैछ नि त नगरे नि हुने मलाई एकदम यो त अनि यो त पछिको लागि यसो हैन भाइहरूको माया हो के बोलिरहन्छु अनि अब लास्ट ढुकढुक चाहिँ गराउनु पर्यो नि तपाईँहरूलाई सबैपट्टि देखाउन ढुकढुक ढुकढुक गर्दैछ मैले ढुकढुक 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 लास्टमा ओपन के होला गाइज तपाईँहरूलाई स्वाट लगाएर सुई सेट के होला गाइज ओ माई गॉड फोर्स फाइनल्ली ओ
ओ माई गॉड नामै काफी छ नामै काफी छ यताबाट कसरी देखाउनु त्यो भित्र पैसा पनि छ रे हौ नामै काफी छ पैसा चाहिँ एकछिनमा देखाउँ होला तपाईँलाई एउटा त्यो के अरे यति भएपछि सक्यो वाह ल एउटा के अरे एउटा चिज भन्नु छ यो तपाईँलाई होइन दुईटा अक्षर लेख्न मिल्छ यहाँ स्ट्याम्प हान्न मिल्छ लुइस भुटनको जुनसुकै ब्रान्चमा गए पनि उनीहरूले यो पर्स लगेपछि त्यत्तिकै हानिदिन्छ बिलसिल के पनि चाहिँदैन त्यो स्ट्याम्पै हानिदिन्छ कि उनीहरूले तपाईँको अब याम मनिषा तामाङले याम टी लेख्न पायो अब जस्तै दुईवटा वर्ड आफ्नो फेभरेट वर्ड लेख्न पायो एसटी पनि लेख्नु पायो तपाईँलाई चाहियो भने वाह जुनसुकै ब्रान्चमा गए पनि हुन्छ जहाँ गए पनि हुन्छ अरे गएर पर्स मात्र दिनु स्टिकर चाहियो भनिदिनु सक्यो ओ माई गॉड यस्तो फ्यासिलिटी रहेछ यसको होइन त ओहो जोस् केटाहरूले यार यसो नगरे भयो भने चाहिँ प्याज प्याज ल्याऊ प्याज प्याज काट्नु परेको प्याज अलिकति यसो पानी सानी सम्झाइदिनु एकचोटि म त अब यस्तो गर्नु पर्यो नि त भाउजू अब त्यो पुरानो पर्सबाट सामानहरू सबै झिकेर त्यसो हाल्नु पर्यो नि त अनि अब बिस्तारै त्यो बिस्तारै हो नि ल नाममा पो छु कि म भन्ने ल पनि लाग्दैन हक गरौँ फाइनल हक गरौँ अब हक गरौँ होइन कस्तो रुन पनि सक्दिनँ हो या भन्न पनि सक्दिनँ म आँसु पनि आउँदैन मैले रातभर निद्रा लाग्दैन अब आज लाग्दैन लागिन्न पनि होला दाइ कति दिन त अब यो बोक्दैन होला भन्छु फेरि नखिच न तिमी मेरो त गिफ्ट सो गाइज अब तिनजनाले चाहिँ यसरी माया गरेर ल्याइदिएछ भनौँ न यो नदेखाउँ है यो त हालेर होइन ल गिफ्टर भन्छु म यसरी गर्नु यसमा हाल्नु अनि यतिकै ब्याग यतिकै राख्नु रुई भुटान रे त रुई भुटान के छ त खबर तिम्रो अनि साथीलाई तिम्रो गिफ्ट चाहिँ खोइ त देखा भुटान भुटान भन्ने भुटान भन्ने आफ्नै साथीले गिफ्ट नल्याउने मान्छे फर्स्ट टाइम देखेँ मैले यो त देखिन मार्दैन ल्याउनु अब काट्दाखेरि पनि यहाँ नाम लेखाएको छ के ल अब फाइनल गरौँ अब भिडियो नि लामो भइसक्यो है अर्को वर्ष चाहिँ पुरानो स्कल ब्रान्ड ए र त यिनीहरू आज नि काट्नै पर्छ अरे त्यसरी नि किन केटाहरूले अघि केक काटौँ आज काट्नै पर्छ जसरी भयो नि जति ढिलो भयो नि काट्नै पर्छ भोलि भनेर पर्खेर भयो त खासमा यस्तो रहेछ नि त 12 बजे आएर यिनीहरूले यस्तो गर्यो दुई शब्द धेरै धेरै धन्यवाद मेरो भाइहरूलाई अब पर्दैन थियो अब ल्याएर दिइहाल्यो नाइ पनि भन्न सक्दिनँ फेरि के गर्ने होला अब एकदम हैन ल्याएको चिज नलिम भने नि मिलेन नलिम पनि मिलेन अब के फिर्ता गर्न पनि मिलेन फिर्ता गर्न नि नमिल्ने अब के भन्ने भाइहरूको यति मेहनतले ल्याइदियो मन परेन पनि कसरी भनौँ अनि अब है म चाहिँ एकदम मनैदेखि चाहिँ एकदम रोइरहेको छु है फेरि बाहिर चाहिँ देखाउन नसकेको भित्रभित्र एकदम रोइरहेको छु अब के भन्नु अब यही बोकेर सुत्न नि मिल्यो अब म यतिकै जेनी गर्न गोजीतिर बोकेर नि हिँड्न मिल्यो फोटो चाहिँ खिचाउँ न पहिला अब जहिले चोरलाई त्यो राम्रोसँग मलाई चोर्छ यस्तै टाइपको युनिसेक्सको लिएर आउनु लागेको थियो कि होइन अब फेरि अब यो जना मिल्ने अनि फेरि अब भाउजूलाई दिएपछि फेरि अनि उसको बर्थडे ल धेरै धेरै धन्यवाद गिफ्ट कसैलाई पनि दिन नमिलोस् भनेर चाहिँ गर्ल्सको लागि मात्र लिएर आएको त्यही त अब यहाँ इमोसनल भइरहेछ होइन गाइज अब भित्र महँगो अब के भन्नु अब दाइको बर्थडे कहिले रे अब मेरो बर्थडेमा चाहिँ गाइज दाइ पनि एक्साइटेड हुनुहुन्छ नो 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 आई डोन्ट निड एनी गिफ्ट मलाई तिमीहरू आइदिए पुग्छ गाइज है किनकि म चाहिँ अब मैले नि दिन सक्दैन किनकि अब भनौँ न म त्यस्तै छु अब केटाहरूले नि अब नल्याऊ क्या भन्छु म चाहिँ होइन आएर भेटेँ मलाई खुसी हुन्छ त्यही तिमीहरूले अब तिमीहरूसँग भेट्न पाएँ मलाई चाहिँ त्यति भए चाहिँ केही चाहिँदैन है मलाई माया छ त्यति केटाहरूले अब गिफ्ट दिँदैमा अब दाइ अब त्यस्तो होइन दाइ भनेको सधैँ तिमीहरूको लागि है गाइस त्यही हो अब त्यही हो आजको भ्लग पनि अब यस्तै भइहाल्यो है अब लास्ट टाइम आएर इमोसनल भइहाल्यो त्यही भएर चाहिँ अब चाहिँ इन्डिङ भ्लग पनि अब यहीँबाट म इन्डिङ गर्न चाहन्छु अब लास्टमा के भन्नु छ भने भन है
ह्याप्पी बर्थडे ह्यापी बर्थडे Thank you. सबैजनाले wish गर्नु। रातिको 1 बज्न लागिसकेको छ हामी सुत्नुपर्छ अब होइन खानासाना खाएर एक भइसक्यो लु ट्याक्कै पाउने अनेको 45 भइसक्यो सो गाइस त्यही हो अब रात पनि अब लागिसकेको छ अब केटाहरू पनि अब कामबाट आएर सो उसको उसले पनि गिफ्ट लिएर आएछ त्यही हो अब अब यो भ्लग अब हामीले चाहिँ यही केक सेक काट्यो पार्टमा भोलि दिउँसो पनि मनाउँछ नि फेरि अब दिउँसो पनि त्यो चाहिँ भाइहरूले चाहिँ मनाउनको लागि भोलि भन्न खोजेको रात पनि लिएर आएछ अब भोलि अब फेरि मेरो तर्फबाट नि भोलि अब छोटो अब भनौँ न यता देखाउनु भ्लग भोलि पनि भ्लगको साथसाथै अनबक्सिङ छ ल गाइस यता मेरो साथीकोबाट साथी किन्छ अब मेरो पनि के अब त भोलि दाइहरुकोबाट नि आउँछ कि भोलि हैन उता दाइहरू यसो जोडेर आउँछ नि त ल त्यही हो गाइस है आज चाहिँ अब के त त्यही भयो है ल कन्टिन्यू हुन्छ अब यसमा कन्टिन्यू हुन्छ दिउँसोको ल ल थ्याङ्क्स फर वाचिङ सबैजनालाई धेरै धेरै धन्यवाद अब लास्टसम्म हेरेर साथ दिनुहुनेहरूलाई होइन अब त्यही हो अब बर्थडे सबैजनाले एकचोटि लास्टमा एकचोटि सबैजनाले हेप्पी बर्थडे भन्दै होला मनिषालाई Happy birthday! बाई बाई